खेतमा जमेको आइस कोरियामा। यो छ हाम्रो कम्पनीको हाम्रो सुत्ने ठाउँ, होस्टेल सिक्ताङ कम्पनीको बाउन्ड्री। वाउ, यो हो नि मोज। छुट्टी सटरडे सन्डे के गर्ने रुम बसी कोरियाको बाटो चटक्कै हेभी। यो हाम्रो कम्पनीको गेट, इन्ट्री गेट सिनसाङ्घवा इन्कियम। धेरै वर्ष पुरानो कम्पनी रहेछ हाम्रो। गाडी मस्त। यो खेत रहेछ भर्खर 1 महिना अगाडिको। यहाँ सक्खरखण्ड गैन्जी, हाम्रोतिर गैन्जी भन्छ, सक्खरखण्ड रोपेको। अहिले केही पनि लागेको छैन, खाली छ पुरै त्यहाँदेखि यहाँसम्म। अलि तल जाँदा पानी देखिरहेछ, त्यो सबै आइस भएको रहेछ पानी। उता त्यहाँको देखिरहेछ दामी, त्यतातिर हो त्यो चाहिँ के भन्छ, मान्छेलाई माटो दिएको ठाउँ, मरेको मान्छेलाई। त्यो रहेछ हाम्रो इछन एरियाको नगर महानगर सिटी। आज घाम निकाले रहेछ अलिक क्लियर त मेरो मान्नु खासै आउँदैन। यो बाटोमा नजिकै होइङडानबोधु जेब्रा क्रस रहेछ, तर मान्छेलाई हिँड्न अप्ठ्यारो पर्छ यस्तो बाटोमा। अलिक हल्का हिँड्ने बाटो त हुन्छ तर हिँड्न सकिँदैन। यहाँ मान्छे थोरै हुन्छ हिँड्नलाई, सब यातायात गाडी युज गर्छ मान्छेले, तर बाटो हिँड्नेमा अलिक डरै हुन्छ, सेफ हुँदैन खासै। आइस जमेको खेतमा धेरै स्पिड गाडी कुद्छ यहाँ। 70, 80, 90 स्पिड भएको गाडी अलिक हेभी नै हुन्छ। पुरै आइस जमे रहेछ। हिउँ परेको छैन योपालि त के भनौँ, मेरो आएको 6 महिना पुग्न लाग्छ। अब एकचोटि मात्रै हिउँ हेरेको, अब हिउँ परेकै छैन। हिउँ हेर्न मन लाग्छ। त्यहाँ अलिक बाटो रहेछ, त्यहाँबाट हेर्नुपर्छ। ओ भाइ साहब, कतना स्पिड गाडी, यति स्पिड गाडी हेर्नु न, सही गइरहेको छ। यहाँ रहेछ चिहान, मान्छेहरूलाई माटो दिएको। नजिकै रहेछ हाम्रो कम्पनी। म चाहिँ यो हेर्न आएको। खेतमा पानी जमेको आइस पुरै। त्यो हाम्रो कम्पनी। यहाँनिर चिहान रहेछ नजिकै।
मानिसहरूले माटो दिएको पुरै आइजमे रहेछ। ओ पुरै आइस। यस्तै पुरै जमेको रहेछ खेतमा। कस्तो छ भ्यू। मोबाइलमा खासै राम्रो आउँदैन क्लियर। यता नजिकै नदी रहेछ। सुविधा त खत्रै रहेछ हरेक ठाउँमा। कति ब्युटिफुल बनाएको, मान्छेलाई माटो दिएको। हाम्रो गाउँठाउँमा त हुँदैन यस्तो क्लिन सफा पुरै। गार्डन जस्तै बनाइदिएको रहेछ। हाम्रोतिर त डर लाग्छ जान अलिक। खेतै खेत रहेछ हाम्रो यतातिर।